एपिसोड 2 संसारको सबैभन्दा ठूलो कुरा के हो? नमस्कार प्यारा बालमित्रहरू, नव्य कथामा फेरि स्वागत छ यहाँहरूलाई। आज हामी सुन्न गइरहेका छौं अकबर र बिरबलको अर्को रमाइलो कथा। कथा यस प्रकार सुरु हुन्छ। एक दिन सम्राट अकबर आफ्नो दरबारमा बसेका थिए। उनी सोध्न लागे, म सोचिरहेको छु, संसारको सबैभन्दा ठूलो कुरा के हो? दरबारका सबै मन्त्री अड्किए। कसैले केही जवाब दिएनन्। अकबरले फेरि सोधे, सबैभन्दा छिटो के हो? सबैभन्दा शक्तिशाली के हो? सबै चुप लागे। तर बिरबल मुस्कुराइरहे र बोले, महाराज, म तपाईलाई बुझाउन सक्छु। अब सुन्नुस् बिरबलको उत्तर। बिरबलले भने, संसारमा सबैभन्दा ठूलो कुरा बुद्धि हो। सबैभन्दा छिट्टो चल्ने कुरा सोच हो। सबैभन्दा शक्तिशाली कुरा सत्य हो। अकबर अचम्मित भएर सोधे, बिरबल, त्यो कसरी? बिरबलले सरल उदाहरण दिए। बुद्धि बिना राजा असफल हुन्छ। सोच बिना मानिस अघि बढ्दैन। सत्यको शक्ति अझै हुन्छ। दरबारभर सबै हाँसे। अकबरले भने, बिरबल, तिमी साँच्चीकै मेरो नवरत्न हौ। प्यारा बालमित्रहरू, यस कथाबाट हामीले 3टा कुरा सिक्यौं। पहिलो, बुद्धि बलभन्दा ठूलो हुन्छ। दोस्रो, सोच छिटो हुन्छ तर निर्णय सही बनाउँछ। तेस्रो, सत्यको शक्ति सबैभन्दा बलियो हुन्छ। आजको कथा यति। अर्को कथामा हामी सुन्ने छौं बिरबलको खिचडी कथा। हामीलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।